मेरो नाम सुशोभन देवकोटा सन्देश। मैले आज तपाईहरुलाई एउटा सूचना हाम्रो समाजमा के देखिराखेको छ भन्दाखेरि कुनै पनि परिवारमा श्रीमानले श्रीमतीलाई कन्ट्रोल गर्न खोज्ने समाजमा यस्तो सिनारीहरु देखिरहेछ क्या। अथवा श्रीमतीले श्रीमानलाई कन्ट्रोल गर्न खोज्ने यो दुईटा बिन्दुबाट चाहिँ हाम्रो समाजहरु यो दुईटा बिन्दुको बीचमा अडिराखेको समाज धेरै छ। त्यसैले ल हामी एकैछिन सोचौं त देशका राजा पारस शाहले आफ्नो श्रीमतीलाई कन्ट्रोल गर्न खोज्छन् अथवा पारस शाहकी बुढी हिमानी शाहले पारस शाहलाई कन्ट्रोल गर्न खोजेको केही त्यस्तो इक्जाम्पल हामीले देखेका छ। त्यस कारणले चाहिँ यो अधिकार महिला अधिकार पुरुष अधिकार मा चाहिँ नेपाल धेरै अगाडि त्यस्तो सिस्टमै त्यहाँ राज संस्थामा त्यस्तो सिस्टमै डेभलप भइसकेको रहेछ। त्यसैले नेपाल चाहिँ महिला अधिकारमा पूर्ण विकसित भइसकेको रहेछ क्या। त्यही रुटबाट त आउने पारस शाहले कोबाट ट्रेनिङ लिए आफ्नै परिवारबाट ट्रेनिङ लिए होला। त्यसैले मैले यहाँ के भन्न खोज्दैछु भन्दाखेरि हाम्रो परिवारका सदस्यहरू अथवा अरूलाई कन्ट्रोलको दृष्टिले नहेर्ने श्रीमानले श्रीमतीलाई कन्ट्रोलको दृष्टिले हेर्ने होइन क्या। श्रीमतीले श्रीमानलाई कन्ट्रोलको दृष्टिले हेर्ने होइन क्या। अथवा बुवाले छोरालाई कन्ट्रोलको दृष्टिले हेर्ने होइन। बुवाले छोरीलाई कन्ट्रोलको दृष्टिले हेर्ने होइन, मायाको दृष्टिले हेर्नु पर्यो क्या। त्यहाँ समाज चाहिँ त्यहाँ भड्किराखेको देखियो र त्यसैले सम्पूर्ण जसले सुनिराख्नु भएको छ उहाँलाई स्पष्ट म के भन्न चाहन्छु भन्दाखेरि हामी सबैले आफ्नो परिवारका दृष्टिलाई मायाले हेरौं, करुणाले हेरौं, घृणाले, डरले, भयले अथवा कन्ट्रोलको दृष्टिले भन्दा पनि मायाले, करुणाले, कृपाले हेरौं। यसमा नै हाम्रो परिवार समाज र देशको उन्नति रोकिएको छ। हामी उन्नत भयो भने हाम्रो समाज उन्नत हुन्छ, हाम्रो समाज उन्नत भयो भने हाम्रो जिल्ला उन्नत हुन्छ र जिल्ला हुँदाहुँदै यो विश्व उन्नत हुनसम्म हामीले देन गर्न सक्छौं। त्यसैले सम्पूर्णलाई मायाको दृष्टिले करुणाको दृष्टिले हेर्न आह्वान गर्न चाहन्छु। अन्त्यमा तपाईको समय सुखद रहोस्, शुभ रहोस्। जय देश जय नरेश। No. Horse. How are you? How are you? The horse is coming as well.
Buddha was born in Nepal. Thank you.